पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 8.5 अर्ब भ्रष्टाचारको नालीबेली। अहिलेको सरकार बन्यो भन्ने सुन्ने बित्तिकै अब पोखरा एयरपोर्ट बन्छ भन्ने त लागेको होला। शिलान्यास भइसक्यो। 5 जना पूर्व मन्त्री, 10 जना पूर्व सचिव सहित 55 जनाको संलग्नतामा ककसले कसरी गरे भ्रष्टाचार। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा 8 अर्ब 36 करोड रुपियाँ भन्दा धेरै रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 5 जना पूर्व मन्त्रीहरू, 10 जना पूर्व सचिवदेखि निर्माण कम्पनीसम्मलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार विमानस्थल निर्माणमा संलग्नहरूमाथि भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेपछि आइतबार ती सबै विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठ समेत 55 जना व्यक्ति र एउटा कम्पनी सहित 56 जनालाई प्रतिवादी बनाएर आज विशेष अदालतमा मुद्दा दायर गरेको छ, जसमा 5 जना पूर्व मन्त्री, 10 जना भन्दा धेरै पूर्व सचिव सहित 55 जना र 1 जना चिनिया निर्माण कम्पनी प्रतिवादी बनाइएको छ। यसमा मन्त्रीहरूमा तत्कालीन मन्त्री रामकुमार श्रेष्ठ मैले यहाँलाई भनिहालेँ, त्यसैगरी तत्कालीन मन्त्री भीम प्रसाद आचार्य, त्यसैगरी तत्कालीन मन्त्री दीपक चन्द्र अमात्य, तत्कालीन मन्त्री डाक्टर रामशरण महत लगायत हुनुहुन्छ भने तत्कालीन मन्त्री पोष्टबहादुर बोगटीको हकमा निजको श्रीमती राममाया बोगटी हुनुहुन्छ। यो मन्त्रीहरूको सन्दर्भमा हो भने त्यसैगरी पूर्व सचिवज्यूहरू पनि हुनुहुन्छ, सुशील घिमिरे, त्यसैगरी सुरेशमान श्रेष्ठ, त्यसैगरी सुमन प्रसाद शर्मा, भेषराज शर्मा, रञ्जन कृष्ण अर्याल, मोहन कृष्ण सापकोटा, सुरेश आचार्य लगायत सचिवज्यूहरू पनि हुनुहुन्छ यसमा। त्यसैगरी नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्यहरू पनि यसमा प्रतिवादीको रूपमा रहनुभएको छ। मनोरूप साई, त्यसैगरी ज्योति अधिकारी लगायत यसमा प्रतिवादी कायम गरिएको छ। कसरी भयो भ्रष्टाचार? पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कुल 8 अर्ब 36 करोड 73 लाख 55,297 रुपियाँ 50 पैसा भ्रष्टाचार भएको अख्तियारको दाबी छ। अख्तियारका अनुसार विमानस्थल बनाउन पहिले अनुमान गरिएको कुल लागत रकम अस्वाभाविक रूपमा वृद्धि गरेर भ्रष्टाचार गरिएको हो, जसलाई सार्वजनिक खरिद ऐन विपरीत भएको अख्तियारको दाबी छ। विशेष अदालतमा दायर आरोपपत्र अनुसार विमानस्थल निर्माण गर्न 16 करोड 96 लाख 97 हजार अमेरिकी डलर लागत स्वीकृत भएको थियो, जसमा 13% भ्याट र 3% कन्टिन्जेन्सी सहित तोकिएको थियो। तर चिनिया कम्पनीसँग निर्माण सम्झौता गर्दा विमानस्थलको निर्माण लागत 24 करोड 40 लाख 40 हजार 450 अमेरिकी डलर पुर्याइएको अख्तियारको दाबी छ, जसमा कुल 7 करोड 43 लाख 43 हजार 450 अमेरिकी डलर अर्थात् नेपाली रुपियाँ 8 अर्ब 36 करोड 73 लाख 55 हजार रुपियाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ। स्वीकृत लागत अनुमान 16 करोड 96 लाख 97 हजार अमेरिकी डलर भन्दा अस्वाभाविक रूपमा 7 करोड 43 लाख 43 हजार 450 अमेरिकी डलर बढाई संशोधन गराई 24 करोड 40 लाख 40 हजार 450 रुपियाँ अमेरिकी डलर लागत अनुमान कायम गराई अस्वाभाविक मूल्य तिरी खरिद कार्यको सम्झौता गरी अनियमितता गरेको अख्तियारको आरोप दाबी छ। आरोपपत्र अनुसार विमानस्थलको निर्माण लागत 145 मिलियन अमेरिकी डलर कायम भइसकेको अवस्थामा भ्रष्टाचार गर्ने बदनियतको साथ लागत अनुमान 287 मिलियन अमेरिकी डलर पुर्याइएको थियो। यसका लागि आफै ठेक्का पाउन चिनिया निर्माण कम्पनी नियोजित रूपमा लागेको र लागत वृद्धि तथा सोही कम्पनीलाई ठेक्का दिलाउन नेपाल सरकार प्राधिकरणका कर्मचारीहरू, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक लगायतका सबै मिलेको अख्तियारको दाबी छ। अख्तियारका अनुसार को छन् भ्रष्टाचारमा संलग्न? संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति अध्यक्ष रामकुमार श्रेष्ठ, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति अध्यक्ष भीम प्रसाद आचार्य, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति अध्यक्ष दीपक चन्द्र अमात्य, अर्थ मन्त्रालयका तत्कालीन मन्त्री डाक्टर रामशरण महत, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ, अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमन प्रसाद शर्मा, कानुन न्याय संविधान सभा तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव भेषराज शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव रञ्जन कृष्ण अर्याल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव मोहन कृष्ण सापकोटा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव तथा प्राधिकरण सञ्चालक समितिका सदस्य लोकबहादुर खत्री।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समितिको तत्कालीन सदस्य, मनरूप शाही नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समितिको तत्कालीन सदस्य, ज्योति अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य, मनोज कार्की नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य, फुर्बा छिरिङ शेर्पा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति तत्कालीन सदस्य, सुरेश आचार्य नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य, मदन खरेल भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समितिका सदस्य, मुक्तिनारायण पौडेल भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समितिका सदस्य, सूर्य प्रसाद आचार्य नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समिति सदस्य, सचिव त्रिरत्न मानन्दर नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य, सचिव रतीश चन्द्रलाल सुमन नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपमहानिर्देशक, सुमन कुमार श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव, हरिबहादुर खड्का नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपमहानिर्देशक, रोशन चित्रकार नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपमहानिर्देशक, ऋषिकेश शर्मा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक, नारायण गिरी नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक, महेश कुमार बस्नेत नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक, बाबुराम पौडेल नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक, अशोक कुमार सुवेदी नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक, मुरारी भण्डारी नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक, सुवर्णराज उपाध्याय नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक, प्रताप बाबु तिवारी नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक, रुद्र प्रसाद फुयाल नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक, रामचन्द्र सुवेदी सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डाक्टर रामकृष्ण तिमिल सिन्हा भन्ने डाक्टर रामकृष्ण तिमिल सिन्हा, एयरपोर्ट इन्जिनियर डाक्टर पुरुषोत्तम ढङ्गोल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सेवानिवृत्त निर्देशक, विनोदानन्द चौधरी भन्ने विनोदानन्द चौधरी मैथिली बाहुन नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक, मुकुन्द प्रसाद भण्डारी नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक, गङ्गा सागरमान श्रेष्ठ नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपप्रबन्धक, हाल महानिर्देशक, प्रदीप अधिकारी जसलाई यसअगाडि अर्को मुद्दामा उनी थुनछेक बहसको क्रममा रहेका छन्। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका तत्कालीन प्राध्यापक डाक्टर रविन्द्रनाथ श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका तत्कालीन उपप्राध्यापक, सूर्य गाउँवाली त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका तत्कालीन उपप्राध्यापक, सन्तोष कुमार श्रेष्ठ नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक, हंसराज पाण्डे नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक, डाक्टर पुण्यराज साक्य नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन वरिष्ठ कानुन अधिकृत, द्वारिका प्रसाद भट्टराई नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक, कुल प्रसाद सिंखडा अर्थ मन्त्रालयका तत्कालीन सहसचिव, मधुकुमार मरासिनी अर्थ मन्त्रालयका तत्कालीन उपसचिव, लालबहादुर खत्री अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत, कमल कुमार भट्टराई अर्थ मन्त्रालयका तत्कालीन उपसचिव, प्रेम उपाध्याय भने प्रेमनाथ उपाध्याय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष, स्वर्गीय पुष्पबहादुर बोगटी मुद्दाको हकमा हकवाला श्रीमती राममाया बोगटी नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक, ध्रुवदास बोछी भैयाको हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठलाई मुद्दा चलेको छ। यसका अलावा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कम्पनी, चाइनिज कम्पनी चाइना CAMC इन्जिनियरिङ कम्पनी लिमिटेड र सोका मुख्य भई काम गर्ने व्यक्ति चेयरम्यान वाङबो र रिजनल जनरल म्यानेजर लिउ सोङ सेङ विरुद्ध जनही 8 अर्ब भन्दा बढीको मुद्दा दर्ता भएको छ।